प्रश्नले अब मनमा भावुक त बनाउँछ किनकि हरेक कुराहरुमा जिन्दगीमा सोचे जस्तो सबै कुराहरु मेन्टेन गर्न पनि गाह्रो हुन्छ कहिलेकाहीँ नसोचेको कुराहरु पनि घटित हुन्छ हरेक मान्छेको जीवनमा हैन अझै क्रिकेट फर्स्टमा छ फुटबल सेकेन्डमा छ फुटबल त हराइसक्यो के नेपालबाट फुटबल हराइसक्यो त भन्न मिल्दैन थोरै राजनीतिले गर्दाखेरि पछाडी परेछ खेलाडीहरु एक्जाम्पल सचिन तेन्दुलकर भगवान मान्छ इन्डियाको क्रिकेटको तर उसको छोरा रिङ्कु सिंहको लेभलमा पुगे छैन नि तर त्यो रिङ्कु सिंह भनेको कपाल काट्नेको छोरा अहिले सचिन तेन्दुलकरको छोरा भन्दा माथिल्लो लेभलमा पुगे नि त क्रिकेट अरु कुरामा एक समय निलम्बन पनि पर्यो क्यान निलम्बन परेको पनि हामीले खबर अवगत नै छौं हामीले त्यही त अनि अवगत नै छौं क्यानले के रे आईसीसी ले निलम्बन पनि गरेको थियो नमस्कार वी आर द कमनर्स हामीलाई हाम्रो हस्पिटालिटी पार्टनर आवालाई थ्यांक यू अनि हाम्रो सपोर्टिङ पार्टनर दारी ग्याङ बेकरलाई थ्यांक यू भन्दै आजको हामी हाम्रो 7th एपिसोड अगाडि बढाउँछौं र हामी सबैले क्रिकेट हेर्छौं हैन जन अहिलेको यो नेपाल प्रिमियर लिग पछाडी त क्रिकेटको क्रेज यति धेरै बढ्या छ हैन र अहिले क्रिकेटमा चाहिँ के छ के भइराछ र व्हाट्स इनसाइड दैट क्याम्प इन क्रिकेट भन्ने कुराहरुलाई अनफोल्ड गर्नको लागि आज हामीसँग फर्मर क्रिकेटर विकास अधिकारी जी हुनुहुन्छ दाइ स्वागत छ स्वागत छ तपाईलाई हाम्रो कार्यक्रममा स्वागत गर्नुभएकोमा केमा बिजी हुनुहुन्छ दाइ आजकल पढाइ सकियो ब्याचलर सकियो भर्खरै बीबीएस 4th इयर सकेर बसिरहेको छु अब त्यसको फर्दर स्टडीको लागि प्लान बन्दै छ जस्तै अब क्रिकेटमै जाम हैन अब तपाई त इनसाइड क्याम्प बसेर क्रिकेट खेल्नु भएको मान्छे हो नि त हैन के रहेछ त्यहाँ भित्र चाहिँ के हुन्छ दाइ कस्तो माहौल हुन्छ हैन अनि के गर्न पर्छ के त्यो बारेमा जाम न थोरै क्याम्प भित्र तपाईको अब त्यही अब गइसकेपछि त्यहाँ परिसकेपछि त्यही ट्रेनिङहरु हुन्छ अनि ट्रेनिङहरुमा तपाईले अब आफ्नो 100% दिनु परिहाल्यो टिममा पर्नको लागि तपाईलाई अब सिलेक्ट गरेर लइसकेपछि त्यहाँनिर पर्नको लागि आगामी आफू जानको लागि त्यहाँ मध्ये कम्पिट गर्नको लागि अब आफ्नो 100% दिएर अगाडि बढ्नुपर्ने हुन्छ त्यही किसिमको माइन्डसेटहरु बनाएर अगाडि बढ्नुपर्ने हुन्छ अनि भित्रको माहौल एकदम क्रिकेटिङ माहौल फन्नी माहौलहरु पनि हुन्छ रमाइलो पनि हुन्छ सँगसँगै अनि त्यसपछि क्रिकेटिङ माहौलहरु धेरै नलेजहरु पनि सिकिन्छ अगाडि बढ्नको निमित्त डर लाग्छ कि लाग्दैन लाइक त्यो अब सिनियर प्लेयरहरु कहिले काहीँ आउँदा अथवा कोचहरुले हैन बोल्दाखेरि अब जस्तो त्यो पुलिस आर्मीको ट्रेनिङमा हुन्छ नि त्यो अलि सिनियर पोस्टको सँग डराउनु त्यस्तो हुन्छ हुँदैन त्यस्तोमा हैन थोरै डर भन्दा पनि थोरै नर्भसनेस त भइन्छ नि किनकि अब हामी फर्स्ट टाइम परिरहेको हुन्छौं अनि त्यसपछि धेरै संघर्ष गरेर गएको हुन्छौं फर्स्ट टाइम त्यो फेजमा पुगिराख्दाखेरि थोरै मनमा डर त हुन्छ नर्भसनेस भइ नै राख्छ तै पनि अब आफूसँग आत्मविश्वासकै कारणले त्यहाँसम्म पुगेको हुन्छ त्यही कारणले गर्दा मनको आत्मविश्वासको कारणले गर्दा त्यति डर त लाग्दैन तर ओखो मैले देखेका खेलाडीहरु मैले आइडल मानेका खेलाडीहरु सँगै ट्रेनिङहरु गरिराख्न पाउँदा भित्रभित्रै गर्व महसुस हुन्छ म पनि उहाँहरुको सँगै उहाँहरुबाटै सिकेर आए उहाँहरुकै लेभलमा पुग्न सक्छु कुनै दिन भन्ने एउटा सपना बोकेर हिँडेको हुन्छ हजुर जस्तै नेपालले अस्ति टी20 क्रिकेट वर्ल्ड कप खेल्यो हैन कति वर्षपछि खेलेर यो 10 वर्षपछि हैन 10 वर्षको त्यो पहिला खेल्दाखेरि तपाई कत्रो हुनुहुन्थ्यो त्यो याद छ तपाईलाई त्यो फर्स्ट टी20 वर्ल्ड कप खेल्ने बेला 10 वर्ष अगाडि म अहिले 22 वर्षको भए 10 वर्ष अगाडि त म 12 वर्षको थिएँ अब 12 वर्षकोमा त्यति धेरै ज्ञान त थिएन तर थोरै दाइहरुले गाउँघरमा दाइहरुले हेर्नुहुन्थ्यो प्रोजेक्टरहरु लगाएर नेपाल फर्स्ट टाइम पुगेको थियो वर्ल्ड कप कुनै पनि सिनियर होस् सानो अन्डर 19 वर्ल्ड त्यो भयो अनि फर्स्ट टाइम पुगेको कारणले गर्दाखेरि त्यो बेलामा गाउँमा त्योनिर छुट्टै रौनक थियो रमाइलो थियो एउटा गर्वको महसुस थियो सबै नेपाली मानिसहरु एक ठाउँमा उभिएर एकता भएर त्यो म्याचहरु हेरिरहेका थिए त्यो वर्ल्ड कपमा त्यो हाम्रो गाउँमा पनि त्यो रौनक त थियो तर 12 वर्षको उमेरमा त्यति धेरै नबुझे पनि थोरै मैले नै हल्का हेर्न त पाएको थिए तर त्यति धेरै नबुझे पनि म पनि भविष्यमा खेलाडी बन्छु होला म नि क्रिकेटकै खेलाडी बन्छु र देशको लागि केही योगदान गर्छु खेलाडी बनेर भन्ने सपना चाहिँ मनमा आइसकेको थियो यो कुरामा मेरो कुरा जोडी हैन म अनि त्यो बेला बच्चा थिए अनि त्यो बेला त ब्रोडकास्ट गर्नलाई नेपालको यो कुनै पनि टिभी च्यानलले त्यो किन्नै सक्दैन थियो त्यो इम्पोसिबल कुरा थियो अनि त्यहाँ माथि चाहिँ समाचारको माथि कार्ड टाइपको दिन्थ्यो क्या यति बल यति रन यति दिन्थ्यो त्यो कुरा मलाई यो के रहेछ भनेर म सोच्थेँ क्या यो के भन्थेँ अनि जब ठुल्दाहरूले नेपाल वर्ल्ड कप वर्ल्ड कपमा छिरे अनि त्यो देखाएको हो यो भने गेम देखाउँदैन भन्दाखेरि अब त्यो पुग्दैन टाइपको कुरा गर्नुहुन्थ्यो क्या त्यही कुरा गर्दाखेरि अस्तिको वर्ल्ड कपमा जुन
त्यो 1 रनको हार थियो नि साउथ अफ्रिका, तपाईँ कतिको इमोसनल हुनुभयो त्यसमा? एकदम त्यो कुरा सम्झिँदा अहिले नै इमोसनल भइसक्यो। हजुरले यो भनिराख्नु हुँदा अहिले नै इमोसनल फिल भइसक्यो भित्रभित्रै, किनकि त्यो देशप्रतिको मायाले पनि होला, देशभक्तिको कारणले पनि होला होइन। एउटा त्यो क्रिकेट टिम मात्र थिएन, एउटा पुरा 3 करोड नेपालीको मनमुटु बसेको थियो, त्यहाँ गर्वको कुरा थियो। साउथ अफ्रिका भनेको विगत लामो दशकदेखिबाट क्रिकेट क्षेत्रमा राज गर्दै आएको टिम हो, ठुलो टिम हो, टेस्ट नेसन टिम हो, धेरै धेरै लेजेन्डहरू उत्पादन गरिसकेको टिम हो। त्यो कारणले गर्दा पनि साउथ अफ्रिका जस्तो देशलाई T20 वर्ल्ड कप जस्तो ठुलो प्लेटफर्ममा हराउनु स्थितिमै पुग्नु भनेको हाम्रो एउटा ठुलो गर्वको कुरा पनि हो। तर हराउन 100% चान्स पनि थियो। क्रिकेटमा त्यसैले अनप्रेडिक्टेबल गेम पनि भनिन्छ, कुन बेला के हुन्छ, कुन बेला अब प्यासेन्सहरू गुमाएर अब त्यो नर्भलाई कन्ट्रोल गर्न नसकेर लास्ट मोमेन्टमा पनि चेन्ज भइरहेको हामीले त्यो मात्र होइन हरेक गेमहरू पनि देखिरहेका हुन्छौँ। त्यस्तै भयो हाम्रो साथ नै सायद अनलकी भयो, योपालि थिएन सायद लेखेको नेपालीको भाग्यमा, तर धेरै राम्रो गेमहरू पस्केको थियो नेपालले त्यो म्याचमा साउथ अफ्रिकालाई त्यतिसम्म गर्छ भन्ने त्यति त आश थिएन, तर त्यो एकदम बेस्ट दिएको। तर मलाई चाहिँ के लाग्छ भन्दा यो 14 को वर्ल्ड कपदेखि 24 को वर्ल्ड कप भनौँ न, 2टा वर्ल्ड कप नेपालले खेले, त्यसमा चाहिँ हुर्कियो क्या नेपाली क्रिकेटै हुर्कियो क्या। जस्तै हामी हुर्क्यौँ, हामी 8-9 वर्ष 10 वर्षकोबाट हामी अहिले जसरी चाहिँ हामी हुर्क्यौँ, तर हामीसँगै क्रिकेट हुर्कियो। अब पहिला हेर्नु EPL भनेर पनि हेरिँदैन थियो होइन, EPL भनेर हुन्थ्यो एकदम सीमित क्रिकेटको इन्थुजियास्टहरूले मात्रै हेरिन्थ्यो। त्यस पछाडिबाट नेपाल T20 लिग भन्ने भयो, PM कपहरू भइरहेछ, डिफ्रेन्ट भेरियस कपहरू भइरहेछ क्या। तर त्यो एउटा क्रेज चाहिँ कहाँबाट आयो जब मोन्टी देसाई कोच हुनुभयो, त्यसपछि क्रिकेटको पनि एकदम ग्रो हुन थाल्यो। अब चाहिँ नेपाली क्रिकेट पनि समथिङ अचिभिङ भनौँ न स्ट्यान्डमा पुगिसकेपछि अनि वर्ल्ड कप पुग्यो, त्यसपछिबाट NPL, एकदम यो यति धेरै यो स्टेप बाई स्टेप क्रिकेट ग्रो भएको जस्तो लाग्छ क्या मलाई चाहिँ ओभरअल। हजुर हो, त्यो समय पनि हो। अब जस्तो क्रिकेट वर्ल्ड लिग 2 मा अब मोन्टी देसाई कोचको नियुक्त भइसकेपछि डेभ वार्नरले छोडिसक्नु भएपछि मोन्टी देसाई आउनु भएको थियो। त्यो समयमा अब मोन्टी देसाई आउँदाखेरि हाम्रो पोजिसन भनेको क्रिकेट वर्ल्ड लिग 2 मा 7th पोजिसनमा थियो। हामीभन्दा 1 पोजिसन भन्दा पछाडि जम्मा पपुवा न्युगिनी मात्र थियो, जुन एकदम खराब नाजुक स्थितिमा थियो। तर त्योभन्दा माथि हामी थियौँ, सेकेन्ड लास्टमा थियो पोजिसनमा। त्यो बेला लगभग आश मारिसकेका थियौँ हरेक नेपालीहरूले कि हामीले अब टप 3 मा परेर हामी के अरे वर्ल्ड कप क्वालिफायर जिम्बाब्वेमा खेल्न पाउँछौँ भन्ने हामीले कसैले पनि सोचेका थिएनौँ। विश्वका कुनै पनि क्रिकेट फ्यानले हेरे पनि त्यो सोच थिएन होला सायद। तर त्यो अकल्पनीय कुरालाई के अरे पुरा गरिदिनु भयो मोन्टी देसाई आएर, त्यो त एउटा ठुलो गर्वको कुरा हो। लगातार 11 म्याच जितेर होम एन्ड अवे गरेर हामीले 11 म्याच जित्यौँ। ठुल्ठुला देशहरू स्कटल्यान्डहरूलाई पनि हरायो, युएईमै गरी युएईलाई पनि हरायो, त्यो पनि ठुलो कुरा। नामिबियालाई हरायो यहीँ TU ग्राउन्डमा पनि, स्कटल्यान्डलाई लगातार म्याचहरू हरायो। त्यो समयमा 11 म्याच लगातार जितेर टप 3 मा पर्नु भनेको 1 पोइन्टले माथि भएर नामिबियालाई टपेर, सायद त्यो बेलामा धेरै राम्रो खेलेको थियो नेपालले, एकदमै राम्रो ठुलो कमब्याक भन्नुपर्छ नेपालको क्रिकेट हिस्ट्रीमा। त्यो त बवाल खेल्यो नि, 11वटामा 11वटा गेम जितेर साउथ अफ्रिका गयो नि त होइन, जिम्बाब्वेहरूसँग वेस्ट इन्डिजसँग खेल्ने मौका पायो, त्यो बेला त बवाल भयो नि। जस्तै यो अब कुरा गर्दै गर्दाखेरि नेपाली क्याप्टेन भन्छौँ होइन, तपाईँ नेपाली टिमको क्याप्टेनलाई कुनै बेलामा राइट डिसिजन देखिन्छ, कुनै बेलामा सबै जनताले रङ डिसिजन भन्छन् गेमको बिचमा होइन। जस्तै यो कुरामा चाहिँ तपाईँलाई के लाग्छ, क्याप्टेन अहिलेको टाइममा हेर्दाखेरि हाम्रो नेसनल टिमलाई चाहिने क्याप्टेन उहाँ नै हो कि होइन जस्तो लाग्छ तपाईँलाई? होइन, रोहित क्याप्टेन पनि अब रोहित पौडेल हुनुहुन्छ अहिलेको करेन्ट क्याप्टेन हरेक फर्मेटको। नेपालमा फर्मेट अनुसार क्याप्टेन त फरक हुनुहुन्न नेपालमा। T20 ODI र 2टा खेल्छ नेपालले, र T20 ODI फर्मेटमा नेपालको क्याप्टेन भनेको अहिले करेन्ट अवस्थामा रोहित पौडेल हुनुहुन्छ। र रोहित पौडेल पनि एकदमै उहाँको हिस्ट्री हेर्ने हो भने पनि उहाँ 2014 तिर हुँदा वर्ल्ड कप हेर्नु हुँदाखेरि पनि उहाँले भन्नुभएको थियो, उहाँले पोडकास्टहरूमा अरूहरूमा उहाँको इन्टरभ्यूहरूमा नि उहाँले भनिराख्नुहुन्छ कि म एउटा त्यस्तै क्रिकेटकै क्रेजी व्यक्ति, एउटा बच्चा व्यक्ति, एउटा म क्रिकेटमा भविष्य देखेर हिँडेको मान्छे, म देशको पछि गएर देशको लागि केही गर्छु योगदान भनेर हिँडेको मान्छे भनेर उहाँ आउनुभएको थियो। क्रिकेटमा एकदम सङ्घर्ष गर्दै उहाँको इन्टरभ्यूहरूमा हेर्दा पनि, उहाँ एकाडेमीमा जाँदा पनि उहाँ अरू साथीहरूले आफूसँगै सिकेका साथीहरूले एकाडेमीमा सिकिरहँदा पनि उहाँले 2-3 घन्टा एक्स्ट्रा प्र्याक्टिस गर्नुहुन्थ्यो अरे कि, कोचहरूसँग बसेर एक्स्ट्रा प्र्याक्टिस गर्नुहुन्थ्यो रोहित पौडेलले आफ्नो पर्सनल इन्टरभ्यूमा भनिरहँदा। अनि त्यसपछि त्यस्तो स्ट्रगल फेजबाट नेपालको क्याप्टेन बन्नको सम्मको जर्नी उहाँले पार गर्नुभएको थियो, त्यो एकदम सराहनीय छ।
अहिलेको एजमा 24-25 वर्षको हुनुभयो। त्यो एजसम्म आइपुग्दाखेरि नेपालको एउटा वान अफ द यङ्गेस्ट क्याप्टेन पनि हुनुहुन्छ होइन। उहाँको अन्डरमा धेरै म्याचहरू पनि जितिएको छ, धेरै म्याचहरू जितिएको छ, धेरै लेभलहरूमा पुगेको। हामी T20 वर्ल्ड कपमा पुगेको पनि उहाँकै अन्डरमा हो, वर्ल्ड कप क्वालिफायरमा पुगेको पनि उहाँकै अन्डरमा हो, एसिया कपमा गएर हामीले इन्डिया पाकिस्तानसँग खेल्न पाएको पनि उहाँकै अन्डरमा हो। त्यही कारणले धेरै एचिभमेन्टहरू हेर्दा उहाँलाई गलत क्याप्टेन भनिहाल्न त मिल्दैन। अब कुनै समयमा गलत निर्णयहरू भयो होलान् क्याप्टेनबाट। हरेक विश्वमा पनि हरेक देशहरूमा जस्तै अब कहिलेकाहीँ मान्छेले क्रिटिसाइज त गरि नै हाल्छ होइन, अब क्रिटिसाइज भइ नै हाल्छ क्याप्टेनको, किनकि अब क्याप्टेन भनेको पद नै यस्तो जिम्मेवारी हो कि तपाईँको क्रिटिसाइज सहनु पनि पर्छ, प्रेसरवाला पद। र हजुरले राम्रो गरी टिमले राम्रो गरिरहँदाखेरि पुरा श्रेय क्याप्टेनलाई, पुरै टिमलाई जान्छ भने नराम्रो गरिरहँदाखेरि पुरै त्यसको क्याप्टेनलाई मात्र गइरहेको हुन्छ। त्यो कारणले गर्दा एउटा नेगेटिभ इम्प्याक्ट पनि परिरहेको हुन्छ क्याप्टेनको लागि चाहिँ, एउटा पद नै त्यस्तै पनि हो। र रोहित पौडेलको हजुरले गर्नुभएको रोहित पौडेलको सवालमा चाहिँ म के भन्न चाहन्छु भने रोहित पौडेल एउटा युवा अवस्थामै हुनुहुन्छ, राम्रो गर्नुहुन्छ, उहाँले सिकिरहनु भएको छ। हाम्रो विगतको क्याप्टेन हेर्नुपर्दा पारस खड्का, उहाँ जतिको लेभलमा सायद पुग्नु भएको छैन होला, तर लेजेन्ड क्याप्टेन हुनुहुन्छ पारस खड्का, उहाँको लेभलमा पुगिसक्नु भएको छैन, भविष्यमा पुग्नुहुन्छ भन्ने आशा छ। तर रोहित पौडेलले गर्नुहुन्छ, उहाँ मलाई लाग्छ राम्रै गर्नुहुन्छ। उहाँको डिसिजनहरू बिस्तारै सिक्दै जानुहुन्छ, उहाँले भनिरहनुहुन्छ नि वी आर लर्निङ भनेर, सिक्दै हुनुहुन्छ। कोचहरूसँग पनि लगातार गरिरहनु भएको हुन्छ, कहिलेकाहीँ गल्ती भइरहेको छ, थोरै इमेच्योर भएर पनि होला। बिस्तारै हरेक म्याचहरू खेल्दै गएपछि एक्सपोजरहरू पाउँदै गएपछि, ठुल्ठुला टिमहरूसँग खेल्दै गएपछि, वर्ल्ड कपहरू म्याचहरू एसिया कपहरू आगामी दिनहरूमा खेल्दै गएपछि अझै उहाँ निखारिएर पोख्त भएर आउनुहुन्छ होला। क्याप्टेनप्रति त्यति दाग लाउने ठाउँ छैन जस्तो लाग्छ मलाई रोहित पौडेल। ओभरअल यो क्रिकेटमा होइन यो सेलेक्सन चाहिँ कसरी हुने हो, कसले सेलेक्ट गर्ने हो? कुनै एउटा बोर्ड छ कि कतै गएर मैले एप्लिकेसनहरू भरेर होइन म क्रिकेट खेल्न सक्छु भनेर कतै दिएर त्यो आधारमा सेलेक्सन हुने हो कि कतै गेमहरू हेरेर पिक गर्ने हो कि के हो यो सेलेक्सन प्रोसेस चाहिँ? हजुर, क्रिकेटको होस् या फुटबलको हरेक स्पोर्ट्सहरूको गेम हेरेर नै सिलेक्ट गरिन्छ। कुनै भनिन्छ भन्न त भित्रभित्र राजनीति हुन्छ, यताउता हुन्छ भनेर त्यो सबै सम्बन्धी त जानकारी पाएको छैन, मैले अहिलेसम्म प्रमाण पनि पाएको छैन। तर हरेक विश्वका हरेक स्पोर्ट्सहरूमा गेम हेरेर नै उसले गरेको हरेक देशको हरेक कन्ट्रीभित्रको उसको घरेलु प्रतियोगितामा उसले गरेको प्रदर्शनकै आधारमा नै उसलाई पिक गर्ने हो। एउटा कमिटी हुन्छ क्रिकेटसँग, अन्त क्रिकेट एसोसिएसन नेपाल अन्तर्गत पनि, नेपाल क्रिकेट सङ्घ अन्तर्गत पनि एउटा कमिटी छ, सिलेक्सन कमिटी, त्यसको एउटा प्रमुख पनि हुनुहुन्छ। अनि त्यो व्यक्तिहरूले उहाँले बसेर मिटिङमा बसेर बैठक बसेर अनि उहाँको लास्ट पर्फर्मेन्सहरू हेरेर अनि देशको लागि अब T20 को लागि सिलेक्ट गर्न लागेको हो कि टिम ODI को लागि सिलेक्ट गर्न लागेको हो कि लास्ट पर्फर्मेन्सहरू 2-3 इयर्सदेखि उसले कन्सिस्टेन्ट रूपमा कुन प्लेयरले चाहिँ पर्फर्मेन्स गरिरहेछ, कुन प्लेयर चाहिँ इमर्जिङ प्लेयर हो, उसलाई चाहिँ पिक गर्दाखेरि टिममा ल्याउँदा क्याम्पमा ल्याउँदाखेरि चाहिँ उसलाई केही निखारेर लाँदाखेरि चाहिँ हामीलाई भविष्यको लागि एउटा प्लेयर एसेट्स बन्न सक्छ भनेर चाहिँ त्यसरी पिक गरिन्छ। पर्फर्मेन्सहरू हाम्रोमा चाहिँ मेजर गर्नको लागि धेरै राम्रो बलियो स्ट्रक्चर त छैन, घरेलु स्ट्रक्चर, त्यही कारणले गर्दा नि थोरै घाटा लागिरहेको हुन्छ। अरू देशहरूको हेरी अब इन्डियाको हेरी अरू विदेशी इङ्ल्यान्डहरूदेखि अस्ट्रेलियाहरूदेखि घरेलु संरचनाहरू हाम्रो त्यति मजबुत छैन। त्यही पनि केही अब जस्तै PM कपहरू भयो, मेयर कपहरू भयो, अब DPL EPLहरू भयो, अहिले NPLहरू आएको, नेपाल T20 लिगहरूदेखि लिएर यस्तोहरू लिगहरू सानो लिगहरू भइरहेको छ। यस्तोबाट खेलाडीहरू छानेर कमिटीको काम नै यही हुन्छ कि उहाँहरूले खेलाडी पिक गर्ने कसरी हुन्छ, त्यहाँको कसरी हुन्छ, वाच आउट गरेर त्यो खेलाडीलाई कसरी ल्याउन सक्छ, उसमा भएको क्षमता कसरी निकाल्न सकिन्छ, अनि उसलाई क्याम्पमा बोलाएर अनि फेरि त्यहाँबाट पनि सिलेक्ट गरेर त्यो अनुसार अनि एउटा मजबुत टिम बनाइन्छ। त्यसरी नै हुन्छ सिलेक्ट। जस्तै दाइ एउटा कुरा सोध्नु मलाई, हजुर, जस्तै नेसनल टिममा म सेलेक्ट भएँ, हजुर, 4 दिन ट्रेनिङ हुन्छ, त्यहीँ बस्ने हुन्छ कि आफ्नो घरमा जाने हुन्छ कि त्यहाँ होस्टेल हुन्छ कि प्लेयरहरूलाई यहाँ बस्ने, यस्तो डाइट मेन्टेन गर्ने, यो एक्सर्साइज गर्ने भन्ने त्यो रुटिन हुन्छ, सेड्युल हुन्छ कि गेम अब जस्तै भन्छ नि त कतिले फुटबलमा त अब यो भइरहला रियालिटी, अब यो गेम हुनुभन्दा 1 हप्ता अगाडि क्याम्प बोलाइदेखा भन्ने हुन्छ नि त। त्यस्तो अस्ति नै हारेको अरे नेपालले 2 गोल खायो होइन हो, त्यस्तो के हुन्छ क्रिकेटमा चाहिँ? क्रिकेटमा तपाईँले क्याम्पमा परिसकेपछि अब 14 जना सर्टलिस्टेड भइसकेपछि त्यो प्लेयरहरूलाई क्याम्पमा बोलाइन्छ। अब क्याम्पमा बोलाइसकेपछि कोचहरू सबै उपस्थित हुनुहुन्छ, ग्राउन्डभरमा बोलाइसकेपछि तपाईँको होस्टेल पनि हुन्छ, छुट्टै होस्टेल पनि हुन्छ। क्रिकेट प्लेयरहरूलाई राख्नको लागि छुट्टै बसहरूको मेन्टेन गरिएको हुन्छ, ओसार पोसार गर्नको लागि त्यो होस्टेलदेखि ग्राउन्डसम्म, ग्राउन्डदेखि होस्टेलसम्म हजुरको। अनि त्यहाँबाट डाइटहरू उनीहरूलाई कसरी मेन्टेन गर्न सकिन्छ, उनीहरूलाई फिटनेस कुनै एउटा जिम नै उनीहरूको लागि छुट्टै हुन्छ, प्लेयरको लागि फिटनेस। अनि त्यो
ट्रेनर नै उनीहरूको छुट्टै किसिमको हुन्छ किनकि स्पोर्ट्स पर्सनलाई एथलिटको रूपमा ट्रेन गराउनको लागि अरू बडी बिल्डर जस्तो ट्रेन गराएर हुँदैन एथलिटको लागि क्रिकेटको लागि छुट्टै एउटा स्पेसलिस्ट ट्रेनर हुनुपर्छ जिममा पनि फिटनेसको लागि किनकि जस्तो फास्ट बलर छ भने त्यही अनुसारको उसको लेगहरू मजबुत बनाउने हो कि काप्सहरू अनि त्यसपछि हरेक कुराहरू सोल्जरहरू मजबुत बनाउने हो कि पेसहरू निकाल्नको लागि त्यो किसिमको ट्रेनहरू पनि गराइराख्नुपर्ने हुन्छ अनि क्याम्पमा भयो सबै कुराहरू यसरी मेन्टेन गरिरहेको हुन्छ विकली 4 दिन 5 दिनहरू ट्रेनिङ गराएको हुन्छ 1-2 दिन रेस्टहरू पनि गराइरहेको हुन्छ अब 1-2 दिनहरू यताउता इन्टरनल पुरै भिजिटहरूको लागि पनि लिएर गइरहेको हुन्छ घुम्न यताउता फन टाइमहरू पनि हुन्छ सबै म्यानेज गर्नुपर्छ किनकि ओभरअल क्रिकेटर पनि एउटा मान्छे नै हो उसलाई पनि एउटा रोबोट होइन गरिराख्नको लागि ट्रेनिङ उसले पनि आफ्नो मेन्टेन गरिराख्नुपर्छ ब्यालेन्स लाइफ गरिराख्नुपर्छ त्यही भएर त्यसरी नै चल्छ डाइटहरू हरेक कुराहरू मेन्टेन गराइराख्नुहुन्छ जस्तै अघि मैले तपाईँलाई इन्ट्रोड्युस गर्ने क्रममा एउटा फर्मर भन्ने वर्ड युज गरेको थिएँ नि होइन यसले के जनाउँछ त भन्दा पहिला होइन पूर्व होइन तपाईँले चाहिँ क्रिकेट किन छोड्नु भयो तपाईँ त प्यासनेट हुनुहुन्थ्यो होइन नेसनल टिममा पनि पर्नु भएको मान्छे हो होइन तर के बाधा आइपुग्यो कि आज तपाईँले क्रिकेट कम्प्लिटली छोड्नु भयो तर पनि तपाईँमा क्रिकेट चाहिँ सायद रगतमै छ भनौँ किन भन्दा तपाईँले इच एन्ड एभ्री गेम हेर्नुहुन्छ अपडेट हेर्नुहुन्छ होइन तर खेल्न चाहिँ किन छोड्नु भयो दाइ एकदमै राम्रो प्रश्न अब यो उत्तर दिन चाहन्न म हैन यो प्रश्नले अब मनमा भावुक त बनाउँछ किनकि हरेक कुराहरुमा जिन्दगीमा सोचे जस्तो सबै कुराहरु मेन्टेन गर्न पनि गाह्रो हुन्छ कहिलेकाहीँ नसोचेको कुराहरु पनि घटित हुन्छ हरेक मान्छेको जीवनमा हैन अब म जाँदै गर्दाखेरि जीवनमा अब म बन्छु त्यो एउटा लक्ष्य लिएर एउटा भिजन लिएर अगाडि बढेको हुन्छ हरेक व्यक्तिहरु म त्यहाँसम्म पुग्छु म त्यो लेभलसम्म पुग्छु त्यो लेभलसम्म पुगेर म देशलाई एउटा कन्ट्रिब्युसन गर्छु एउटा राम्रो प्लेयरको नाम बनाउँछु देशलाई थोरै भए पनि कन्ट्रिब्युसन गर्न सक्छु के मेडलहरु ल्याउन सकिन्छ कि के गर्न सकिन्छ कि भन्ने भावना चाहना राखेर नै क्रिकेट फिल्डमा उत्रेको हुन्छ त्यो फर्स्ट डेबाट क्रिकेटमा एकाडेमी जाँदादेखिबाट नै त्यही सपना बोकेर हरेक दिन त्यही सपना सोचेर नै अगाडि बढिरहेको हुन्छ हरेक प्लेयरहरु अहिले पनि जो सिकिरहनु भएको छ उहाँहरु पनि त्यही सपना देखेर हरेक प्लेयरहरु सबै बन्न नसक्नु होला के कारणहरुले गर्दा विभिन्न कारणहरुले गर्दा तर म्याक्सिमम हरेकको गोल भनेको साझा नै हुन्छ कमन नै हुन्छ कि म नेशनल टिमको खेल्छु म नेपालको जर्सी पहिरिन्छु एक न एक दिन त्यो क्राउडको माझमा त्यो टियु ग्राउन्डमा त्यो नेपाललाई प्रतिनिधित्व गरेर अगाडि बढ्छु त्यो गर्दाको फिल म लिन्छु महसुस गर्छु भनेर लाइफमा एउटा अचिभ गर्छु गोल भनेर अगाडि बढेको हुन्छ त्यो गर्दै गर्दाखेरि त्यहाँसम्म पुग्यो क्याम्पसम्म पुग्यो त्यहाँसम्म पनि ठिकै थियो तर बीचमा अब विभिन्न ब्याकग्राउन्डको समस्याहरूले गर्दाखेरि विभिन्न अब मेरो टु बी अनेस्ट मेरो परिवारमा भन्नु पर्दाखेरि ब्याक सपोर्ट गर्ने कोही पनि हुनुहुन्न एक्लो छोरा भए म हैन दाइहरु पनि कोही पनि हुनुहुन्न र बाबा पनि हामीसँग हुनुहुन्न दिवस जस्तै हामीसँग हुनुहुन्न सानैदेखि हामीसँग हुनुहुन्थेन मम्मीले त्यो सानोमा दुःख गरेर हुर्काउनु भएको सङ्घर्ष गरेर हुर्काउनु भयो हैन यो लेभलसम्म पुर्याउनु भयो पढाउनु भयो क्रिकेट खेल्नको लागि जुन सपोर्ट आयो परिवारबाट पनि हरेक व्यक्तिहरुलाई सपोर्ट पनि आउनु पर्छ फ्यामिलीको सपोर्टहरु हुनुपर्छ अगाडि बढ्नको लागि फ्यामिली सपोर्ट नभइकिन अगाडि बढ्न पनि गाह्रो हुन्छ अनि त्यसपछि त्यो सबै कुराहरु मिलिराकै थियो अनि त्यसो गर्दै गर्दा अब के थियो भने अब अहिले त बिस्तारै एनपीएलहरु भयो हैन अब बिस्तारै अब फाइनान्शियली पनि सपोर्ट हुन थाल्यो ए ग्रेडका प्लेयरहरु बी ग्रेड सी ग्रेड डी ग्रेड इमर्जिङ प्लेयरहरु भनेर छुटाउन थाल्यो क्याटेगोराइज गर्न थाल्यो स्यालेरीहरुमा पनि इन्क्रिज गर्न थाल्यो फ्यासिलिटीहरु अलाउन्सेसहरुमा पनि इन्क्रिज हुन थाल्यो नेपालको क्रिकेटको क्रेजहरु पनि बढ्न थाल्यो अहिले फ्यासिलिटीहरु अब ए ग्रेडको प्लेयरलाई 1 लाख छ बी ग्रेडकोलाई 75000 छ सी ग्रेडकोलाई 50000 छ त्यो इमर्जिङ प्लेयरलाई 35000 छ 35000 छ अब त्यो किसिमले गर्दा के हुन्छ नि इमर्जिङ प्लेयरहरुलाई पनि म खेल्छु म अगाडि बढ्छु भन्ने मोटिभेसन मिल्छ त्यो कारणले गर्दाखेरि सानो गाउँको प्लेयरहरुले पनि एउटा टुर्नामेन्टमा राम्रो देखायो भने त्यो इमर्जिङमा पर्ने चान्स हुन्छ त्यो कारणले गर्दा उ मोटिभेट हुन्छ तर मैले गरिरहँदाखेरि 4-5 वर्ष अगाडिकै कुरा गर्दा पनि यो आइसकेको थिएन पारस खड्का सर सचिवमा सेक्रेटरीमा आइसक्नु भएपछि परिवर्तनहरु आएको हो यी परिवर्तनहरु आएको हो एनपीएलमा थोरै एनपीएलहरु भयो विभिन्न आयोजना भयो सानो प्लेयरहरुले पनि चान्सहरु पाए जस्तै एउटा कर्णाली एक्सबाट विपिन शर्मा 16 वर्षको जुन अन्डर 16 मा पनि सिलेक्ट हुनु भएको थिएन हैन अन्डर 19 मा पनि सिलेक्ट हुनु नभएको तर के रे ट्यालेन्ट हन्टबाट कर्णाली गरेर लिएर गएर राम्रो गरेर एनपीएलमा त्यस्तो साइन इन गर्नुभयो स्वस्तिमा खड्काले आइफोन गिफ्ट थर्ड फोर्थ हाईएस्ट विकेट टेकर हुनु भएको थियो भनेपछि एउटा सानो गाउँबाट सानो सपना देखेर आएको व्यक्ति पनि दूर दराजबाट आएको व्यक्ति खेलाडीहरु पनि माथिसम्म पुग्न सकिन्छ भन्ने अहिले आशा थियो तर त्यो बेलामा के थियो भने हजुरले नेशनली खेले पनि त्यति सर्भाइभ गर्न सक्ने अवस्था थिएन अनि त्यो भइसकेपछि एक्लो छोरो भएको कारणले अब यता फाइनान्शियली पनि चाहियो सपोर्ट अब उता क्रिकेट खेलिराख्दाखेरि यता फाइनान्शियली मम्मीहरुलाई दिदीहरुलाई सपोर्ट गर्ने पनि दुईटा
दिदी हुनुहुन्छ मेरो, एकजना मम्मी हुनुहुन्छ, अब काठमाडौँमा बसिएको छ, काठमाडौँमा घर त छैन, धादिङ हो मेरो पुर्खौली घर। अनि त्यसपछि अब यहीँनिर बस्नको लागि सङ्घर्षको सिलसिलामा यता आइयो, अब पढ्न पनि जानुपर्ने, अनि त्यसपछि यताउता जबहरू यताउता गरियो, अनि त्यसरी व्यापार व्यवसायहरू त्यस्तै भयो। अनि सबै आफैले सम्हालिराख्दाखेरि बुवाको जिम्मेवारी पनि मैले पाएँ, अनि त्यो कारणले गर्दाखेरि सबै आफैले जिम्मेवारी सम्हालिराख्दाखेरि सबै एकैचोटि मेन्टेन गर्न नसक्दाखेरि छोड्नुपर्ने स्थिति आएको हो, टु बी अनेस्ट भन्नु पर्दाखेरि। तर अझै पनि मनमा रगतमा क्रिकेटप्रतिको माया र पछिसम्म पनि बिर्सिदिन होला, र भविष्यमा गएर केही न केही सानो कुनै न कुनै क्षेत्रबाट क्रिकेटलाई सहयोग गर्न सक्छु कि सहयोग गर्छु भन्ने आशा चाहिँ छ केही न केही क्षेत्रबाट, तर बाहिरै फिल्डमा रहेर पनि। त्यो इन्थुजियास्ट मान्छेलाई होइन सपोर्ट नभएर क्रिकेटबाट निस्किनु भनेको म त नेसनल लसै मान्छु कि होइन, किन भन्दा खेल्नै पर्दैन क्या दाइ होइन। जस्तै क्रिकेटमा एउटा क्रिकेटर बनाउनुमा धेरै मान्छेको हात हुन्छ, फ्यामिली मेन त फ्यामिली हो, किन भन्दा फ्यामिलीले ब्याटै समाउन दिएन भने त त्यो मान्छे पारस खड्का होइन रोहित पौडेल नबन्ला नि त। फर्स्टमा फ्यामिली, त्यस पछाडि भनेको स्कुलिङ, ओभरअल स्कुलिङमा कतिको स्पोर्ट्स फेसिलिटी छ होइन, किन भन्दा एक्लैले खेलेर हुने खेल होइन, सँगैको साथीहरूको पनि हात हुन्छ। जस्तै रोहित पौडेलले पनि गल्लीमा उसको साथीसँग क्रिकेट नखेले भए रोहित पौडेल पनि रोहित पौडेल नै हुनु न थियो होला क्या। तर त्यो बाहेक भनेको एउटा फाइनेन्सियल्ली सपोर्ट गरिदिने, अनि अझै स्पोन्सरसिपहरू पिक गर्ने, जस्तै लियोनल मेस्सी होइन फुटबलको लेजेन्ड हुनुहुन्छ, उहाँलाई चाहिँ नि फुटबलमा ल्याउनलाई बार्सिलोनाको फुल स्पोन्सरसिप हो क्या। इभन उहाँको हर्मोन थेरापी सुधा बार्सिलोनाले अफोर्ड गरेको थियो, त्यो एउटा अनि उपचार एभ्रिथिङ थियो नि त। त्यो एउटा वातावरण नेपालमा सृजना गर्ने हो भने धेरैजना चाहिँ अगाडि बढ्न पाइन्छ होइन, धेरैजना। जस्तै फुटबल क्रिकेट भनेको अहिलेको नेपालको दुईटा हो, अझै क्रिकेट फर्स्टमा छ, फुटबल सेकेन्डमा छ। फुटबल हराइसक्यो त भन्न मिल्दैन, राजनीतिले गर्दाखेरि पछाडि परेको छ। तर अब जस्तै अरू स्पोर्ट्स भलिबल कबड्डीहरू यिनीहरू पनि सँगै लैजान सकियो भने देशलाई त हामीले त्यो भनौँ न स्पोर्टिङ उसमा पनि, जस्तै अहिलेको दुबई कतारको टार्गेट हेर्नु न, अनि स्पोर्टिङ टुरिज्मले वर्ल्ड कप ओलम्पिक गराइदिइरहेछ क्या। अब ओलम्पिकको लागि भेन्यू छ, अर्को वर्ल्ड कपको लागि फिक्स भइसक्यो 34 को होइन, दे आर डुइङ एभ्रिथिङ क्या। हामीले पनि त्यही लेभलको चाहिँ डेभलप गर्न सकिन्छ, तर त्यसलाई गर्न पहिला हाम्रो मेन पावर हाम्रो खेलाडी तयार हुन पऱ्यो होइन, हामी नै मेन्टल्ली तयार छैनौँ जस्तो लाग्छ कि मलाई चाहिँ। हजुर एकदमै त्यही त। अब स्पोर्ट्समा यस्तै सपोर्ट गर्ने के एजेन्सीहरू के उहरू भएदेखि सानो लेभलको सानो गाउँहरूदेखिबाट खेलाडीहरू उठाएर जसले गर्न सक्दैन त्यसलाई फेसिलिटीहरू दिएर, छात्रवृत्तिहरू दिएर, जस्तो पढाइहरूमा हुन्छ त्यस्तै गरी शैक्षिक छात्रवृत्तिहरू जस्तै यस्तै क्रिकेटमा पनि त्यस्तै छात्रवृत्तिहरू दिएर उसलाई व्यवस्था गरिदिएर त्यसलाई त्यसको निखार्न सक्यो भने, उसको क्षमतालाई निखार्न सक्यो भने उसले गएर प्रस्फुटित पछि गर्छ, अवश्य पनि देशलाई योगदान गर्न सक्ने खेलाडीहरू निस्किन सक्छ। उसले आफ्नो सङ्घर्ष सम्झेर, उसले आफूलाई गरेको सपोर्ट सम्झेर पनि भविष्यमा केही गर्न सक्छ। त्यसको लागि चाहिँ सरकारले पनि सोच्नुपर्छ। अब सबै अब के अरे सम्पन्न घर परिवारबाट मात्र खेलाडीहरू निस्किँदैन, धेरै ट्यालेन्टहरू झुपडीमा पनि छुपिरहेका हुन्छन्, त्यस्तोलाई निकाल्न सक्नु चाहिँ पर्छ। त्यही त रिङ्कु सिंहको उदाहरण लिन सक्छौँ हामीले आइपिएलको। त्यही त उहाँ अब क्रिकेट अब बुवाले अब त्यस्तो कपाल काट्ने यताउता गर्नुहुन्थ्यो, अनि त्यसपछि त्यस्तो सबहरू चलाएर बस्नु भएको, एकदमै मिडल क्लास फ्यामिलीबाट आएर पनि त्यही त त्यत्रो लेभलको अब इन्डिया जस्तोमा कम्पिटेटिभ देशमा जहाँ क्रिकेटको लागि कति करोडौँ मान्छे कम्पिटेटिभ गरिरहेको छ, कति सम्पन्न परिवारबाट कम्पिटेटिभ गर्ने व्यक्तिहरू पनि छन्, बच्चाहरू छन्, त्यस्तोसँग कम्पिटेटिभ गरेर म खेल्छु देशको लागि भनेर अगाडि बढ्नु भएको थियो। तर बिचमा उहाँले पनि छोड्नु भएको थियो, छोडेर अनि त्यसमा झाडु पोछाहरू लाउनेदेखि लिएर हरेक सानो कामहरू धरि गर्नुभएको, उहाँको इन्टरभ्यूमा हेऱ्यो भने सानो कामहरू धरि गर्नुभएको थियो क्या, जसले गर्दाखेरि म फेरि क्रिकेटमा ब्याक हुन सकुँ भनेर। त्यस्तो छोडेको उदाहरणहरू धेरै छ। अहिले रिङ्कु सिंह हेर्नु कहाँ लेभलमा छ। रिङ्कु सिंह जस्तै यही केसमा मलाई एउटा इक्जाम्पल दियो, सचिन तेन्दुलकर भगवान मान्छ क्रिकेटको, तर उसको छोरा रिङ्कु सिंहको लेभलमा पुगेको छैन नि। तर त्यो रिङ्कु सिंह भनेको कपाल काट्नेको छोरा, अहिले सचिन तेन्दुलकरको छोराभन्दा माथिल्लो लेभलमा पुग्यो नि त क्रिकेट। अरू कुरामा नभने क्रिकेटमा त हो, त्यो चाहियो भने जे नि हुन सक्छ कि आफ्नो हार्डवर्क गर्नु पर्यो, उसँग प्यासन छ, हार्डवर्क छ, हल्का सपोर्ट मिल्ने बित्तिकै माथि गइहाल्छ कि उसँग, किनकि पहिल्यैदेखिबाट 2-3टा फ्याक्टरहरू उसलाई चाहिने आफूसँगै छ र 1-2टा फ्याक्टरहरूले उसलाई सपोर्ट गर्ने बित्तिकै त ऊ त माथि गइ नै हाल्छ कि। कुरा गर्दै गर्दा क्यानमा जाउँ एकचोटि होइन। पारस खड्का आउनुभन्दा अगाडि क्यानमा पारस खड्का एज अ प्लेयर खेल्दाखेरि क्यानले जे भन्यो, जो प्लेयर डिसाइड गर्यो त्यसमा खेल्नु पर्थ्यो नि त। क्यानले जस्तो स्ट्रक्चर दियो त्यसमा खेल्नु पर्थ्यो नि। अनि पारस खड्का जब क्यानमा गयो नि, परिवर्तन के छ?
के देखिया छ नेपाली क्रिकेटमा त्यसको परिवर्तन? अब पारस खड्का खेलाडीको रूपमा हुँदाखेरि अब खेलाडीको रूपमा हुँदा पनि एकदम मुख्य खेलाडी पारस खड्का। हामीले पारस खड्का छौन्जेल म्याच जितिन्छ, उहाँ छौन्जेल आशा हुन्छ, एउटा भरपर्दो क्याप्टेन भरपर्दो ब्याट्सम्यानको रूपमा लिइन्थ्यो त्यो बेलामा। एकमात्र पहिलेदेखि नै नेपालको बलिङ मजबुत, ब्याटिङ थोरै कमजोर नै थियो पहिलेदेखि, र ब्याटिङमा एकमात्र खम्बाको रूपमा पारस खड्का दिए र म्याच विनिङ नकहरू पनि धेरै खेल्नु भएको थियो उहाँले। अनि धेरै नेपालको लागि योगदानहरू, धेरै रनहरूदेखि लिएर धेरै म्याच विनिङ नकहरू हरेक म्याचहरूमा जिताउनमा उहाँको मुख्य भूमिका हुन्थ्यो। त्यो समयमा क्यानमा धेरै पदाधिकारीहरू आउनुभयो, धेरै अध्यक्षहरू परिवर्तन हुनुभयो। त्यो समयमा त्यति परिवर्तनहरू भइसकेको थिएन, त्यति खेलाडीको लागि सोचिसकेको थिएन, त्यति यस्तो प्लेटफर्महरू ल्याउनुपर्छ विश्वमा जसरी क्रिकेट अगाडि बढिरहेको छ, जसरी घरेलु संरचनाहरू बनिरहेको छ, त्यो सबै हामीले ल्याउनुपर्छ। वान डे टु डे क्रिकेटहरूदेखि लिएर यो T20 लिगहरू गराएर विश्वमा कसरी अगाडि बढिरहेको छ त्यो हेरेर त्यसको फलो गरिरहेको थिएन। क्यानमा अब क्यानमा चाहिँ अब पदाधिकारीहरू आउनुहुन्थ्यो, उहाँले आफ्नो मिति समय सब अवधि सकाउनुहुन्थ्यो, उहाँले जानुहुन्थ्यो, उहाँ त्यति उपलब्धि भइरहेको थिएन मैले जहाँसम्म बुझेको छु। अनि त्यो समय पनि पारस खड्काहरूले आफ्नो इन्टरभ्यूमा भन्नुहुन्छ, ज्ञानेन्द्र मल्लहरूले, अनि त्यसपछि शक्ति गौचन दाईहरूले भयो, वसन्त रेग्मी दाईहरू, उहाँहरूले भन्नुहुन्छ कि हामीले कसरी स्ट्रगल गरेर त्यो समयमा कसरी देशको लागि खेलेका थियौँ, देशभक्तिको रूपमा मात्र, देशको माया लागेर मात्र खेलेका थियौँ, नत्र भने हाम्रो स्यालेरीहरूदेखि लिएर हरेक सेवा सुविधाहरू त्यो समयमा आफ्नो लागि पर्याप्त थिएन, आफ्नो लागि पर्याप्त थिएन। एउटा त्यही फुटबल खेलाडीहरू अहिले जुन भन्नुहुन्छ नि, किरण चेम्जोङले एउटा इन्टरभ्यूमा भन्नुभयो नि, त्यस्तै पदाधिकारीहरूको तलब धेरै, सचिवहरूको अध्यक्षहरूको तलब 1 लाख 1.5 लाख 2 लाख, तर खेलाडीहरूको तलब जम्मा 20,000 25,000, एउटा सस्टेन गर्ने नसक्ने अवस्था थियो कि त्यो समय पनि उहाँहरूले देशको लागि योगदान गर्नुभयो, त्यो एउटा सराहनीय कुरा छ। अनि त्यो समय त्यस्तो स्ट्रगल गरेर गरिरहेको थियो। एक समय निलम्बन पनि पर्यो, क्यान निलम्बन परेको पनि हामीले खबर अवगत नै छौँ हामीले, त्यही त। अनि अवगत नै छौँ क्यानले के अरे आइसिसीले निलम्बन पनि गरेको थियो त्यो समयमा, अभिभावक विहीन भएर पनि के अरे आइसिसीकै अन्डरमा गएर पनि आइसिसीले फन्डहरू रेज गरेर फन्डहरू दिएर उपलब्ध गराएर नेपाली टिमहरू विदेश गएर खेलिरहेको थियो। त्यो समय पनि फ्यानहरूले पनि एकदम सपोर्ट गर्नुभयो, साथ दिनुभयो आफ्नो परिवार जसरी, क्यान नहुँदा पनि। त्यो समय क्यान निलम्बन परेको भनेपछि त्यो समयमा अब क्यानले कस्तो गरिरहेको थियो त्यहीँबाट हामीले बुझ्न सक्छौँ क्यान कति समय तल लापरवाहीमा थियो, के अरे पतन अवस्थामा गइसकेको थियो। त्यो अवस्थामा धेरै खेलाडीहरूले पनि छोड्नुभयो, कति राम्रा खेलाडीहरू, ट्यालेन्ट खेलाडीहरूले पनि विदेश पलायन पनि हुनुभयो होला। सद वैशाखरहरू भयो, अरू अनिल मण्डलहरू, पहिलाको राहुल विश्वकर्मा, नरेश बुढार, उहाँहरूले अब भविष्य नदेखेपछि पछि बिस्तारै थोरै समय खेल्छेपछि छोड्नु भएको थियो विदेश पलायन। कोही अमेरिका जानुभयो, कोही क्यानाडा जानुभयो, उतैतिर लिगहरू खेल्ने, उतै सानो क्रिकेटहरू खेल्ने, त्यसरी नै गर्न थाल्नुभयो। अनि त्यसपछि सुभाष खकुरेलहरू भयो। यस्तो गर्दाखेरि त्यो समयमा क्यान पछाडि नै थियो, त्यो बेला विकासको अवस्थामा थिएन, विकासशील अवस्थामा नै थियो। र पछि जब बिस्तारै 4-5 वर्षको अवधि भयो, भर्खरै क्यान अगाडि बढ्न थालेको, लम्किन थालेको, जब पारस खड्काहरू चतुरबहादुर चन्द जो अध्यक्ष हुनुहुन्छ उहाँले पनि राम्रै गर्नुभएको हो, नराम्रो गर्नुभएको छैन, अहिलेसम्म जति गर्नुभएको थियो राम्रै गर्नुभयो। अनि त्यसपछि उहाँलाई सपोर्ट गर्नको लागि एकजना जो क्रिकेटको एकदम एक्सपर्ट व्यक्ति पारस खड्का चाहिएको थियो। चतुरबहादुर चन्दले त्यति क्रिकेटको नलेज छैन नि, भित्री नलेज, उहाँ एउटा अध्यक्ष हुनुहुन्छ, पदमा हुनुहुन्छ, ठिकै छ, तर भित्री गहिराइमा त्यो क्रिकेटको खेलाडीहरूको मर्म दुःख पीडा, खेलाडीहरूलाई कस्तो सुविधा उपलब्ध गराउनु पर्छ, खेलाडीहरूलाई कसरी मोटिभेट गरेर कसरी अगाडि बढाउन सकिन्छ, कसरी एक्सपोजर दिलाउन सकिन्छ, कस्तो टुर्नामेन्ट आयोजना गर्यो भने कस्तो खेलाडीहरूको ट्यालेन्ट निकाल्न सकिन्छ भन्ने कुराहरू सबै कुराहरू ज्ञान नहुन सक्थ्यो। एउटा सल्लाहकारको रूपमा, एउटा सचिवको रूपमा जब पारस खड्का नियुक्ति हुनुभयो त्यसपछि कायापलट नै भयो जस्तो लाग्छ नेपाल क्रिकेट सङ्घमा। अनि एनपिएलकै उदाहरण लिन सक्छौँ, क्यालेन्डर 2025 क्यालेन्डर आयो, अनि क्याटेगोराइज गर्न थाल्यो ABCD ग्रेडमा, अनि स्यालेरीमा पनि वृद्धि भइहाल्यो। अहिले A ग्रेडको प्लेयरको 1 लाख छ भनेपछि सस्टेन गर्न सक्ने स्थिति छ, अनि मोटिभेट पनि मिल्छ नि त। अब C ग्रेडको प्लेयरले के सोध्छ भने म A ग्रेडमा पुग्छु, A ग्रेडमा पुगेर म 1 लाख तलब खान्छु, म देशको लागि योगदान गर्छु, A ग्रेडको प्लेयर बन्छु, त्यही त भत्ताहरू आउँछ, एलेन्सहरू सबै आइरहेको हुन्छ। त्यो कारणले गर्दा अहिले चाहिँ केही हदसम्म भए पनि खेलाडीहरूको जीवन स्तरमा सुधार गर्नमा सहयोग पुगेको छ। स्पोन्सरसिप हरेक कुराहरूको आइरहेको छ अहिले स्पोन्सर, किनकि जब क्रिकेटको क्रेजहरू बढ्न थाल्छ बिजनेस हाउसहरूले पनि त्यहाँबाट उनीहरूले आँखा लगाउन थाल्छ क्या, कुन क्षेत्रमा क्रेजहरू बढी छ, कुन क्षेत्रमा चाहिँ हामीले लगानी गर्दाखेरि चाहिँ हाम्रो एडभर्टिजमेन्ट एकदम हाई हुन्छ, त्यो सोचिरहेको हुन्छ। बिजनेसको माइन्ड भनेको त्यसरी चलिरहेको हुन्छ। त्यही भएर आइपिएलहरूमा पनि एकदम ठुल्ठुलो कम्पनीहरूले, टाटाहरूले, भिभोहरूले, ठुल्ठुलो कम्पनीहरूले त्यो इन्भेस्ट गर्नुको कारण पनि त्यो हो।
त्यही भएर अब बिजनेस हाउसहरूले पनि गरिरहेछ। अहिले समग्र रूपमा नेपाल क्रिकेट सङ्घलाई एकदमै फाइदा भइरहेको छ। आफ्नो प्रदर्शनले गर्दा, खेलाडीहरूको मेहनतले गर्दा, फ्यानहरूको सपोर्टले गर्दा, आफ्नो अगाडि बढिरहेको कारणले गर्दा एकदम माथि पुग्ने सम्भावना देखिरहेको छ। अब केही कदम कदाचित अब केही अब नराम्रो भइहालेन भने नेपाली क्रिकेट टिम धेरै माथि पुग्नेछ, एसोसिएटको टप नेसन बन्नेछ र बिस्तारै आगामी दिनहरूमा टेस्ट नेसन बन्नेछ भन्ने एउटा कुरा। अहिले हेड कोच हुनुहुन्न हैन, हेड कोच कसलाई बनायो कि बनायो अनाउन्स गरे हैन, छैन अझै। सर्टलिस्टेड हुनु भइसकेको छ, सर्टलिस्टेड हुनु भएको छ, तर अब त्यो मध्ये अब इन्टरभ्यूहरू लिने काम भइसकेको छ। अब 1 हप्ता 15 दिनभित्रमा क्यानले अब आफ्नो कोच अनाउन्स गर्छ भनेर क्यानले पेजले हालिसकेको छ। हेड कोच एउटा बनाउँछौँ हामीले, बाहिरको होस् भित्रको होस्, राम्रो अब क्यानले बनाउने भनेपछि राम्रो दक्षता भएको मान्छेलाई बनाउने, योग्यता हेरेर नै। योग्यता हेरेर जस्तै हेड कोचले मात्रै पनि त बलिङ ब्याटिङ होइन फिल्डिङ त हेर्न सक्दैन नि त त्यो विषयमा। जस्तै मलाई चाहिँ के लाग्छ भने जस्तै नेपालकै एक्स प्लेयर शक्ति गौचन हुनुहुन्छ नि त, उहाँले आफ्नै ठाउँबाट बिस्तारै माथि लान खोज्दै हुन्छ क्रिकेटलाई होइन। तर शक्ति गौचनलाई किन बलिङ कोचमा नल्याउने त नेपालको, भोकेन? ज्ञानेन्द्र मल्ललाई ब्याटिङ कोचमा किन नल्याउने? ऊ त ज्ञानेन्द्र मल्ल टिम ए को हेड कोचै हुनुहुन्छ, ब्याटिङ कोच किन नल्याउने? हेड कोचको अन्डरमा उनीहरूलाई हेड कोचसँग एक्सपिरियन्स हुन्छ, त्यो एक्सपिरियन्स सेयर गरेर प्लेयरलाई उनीहरूले सिकाउन सक्छन् नि त। उनीहरूसँग त्यो अहिले खेल्ने प्लेयर्सभन्दा अलिक धेरै एक्सपिरियन्स छ होला नि त, त्यो गर्न सकिन्न? सकिन्छ। एकदमै राम्रो प्रश्नको लागि धेरै धेरै धन्यवाद। यो प्रश्न किन आउनुपर्छ, जायज प्रश्न हो। यसमा कुराहरू उठेको छ, कुराहरू धेरै उठेको छ। फ्यानहरूले उठाउनु भएको कुराहरूदेखि लिएर कमेन्ट सेक्सनमा हेर्नु भने धेरै फ्यानहरूले भन्नुहुन्छ हेड कोचले मात्र पुग्दैन, हामीलाई स्पेसलिस्ट कोचहरू पनि चाहिन्छ। ब्याटिङ कन्सल्टेन्टहरू मात्र भएर ब्याटिङ कोचहरू चाहियो, बलिङ कोच चाहियो, फिल्डिङ कोच चाहियो, फिटनेसको चाहियो, हरेक कुराहरूको सबै कुराहरूको मेन्टेन हुनुपर्छ। किनकि एउटै व्यक्ति सबै कुराहरूमा एक्सपर्ट हुन्छ भन्ने हुँदैन। उसले एउटामा निपुण भएको व्यक्ति सबैमा निपुण नहुन सक्छ। त्यो कारणले गर्दा अब ब्याटिङ कोचले के ब्याटिङको डेप्थमा गहिराइमा गएर उसले ब्याटिङको हरेक कुराहरू एनालाइज गरिसकेको हुन्छ, भित्रको कुरै सबै थाहा भइसकेको हुन्छ ब्याटिङ कोचलाई। त्यो कारणले गर्दा एउटा ब्याटिङ कोच, राम्रो ब्याटिङ कोच ल्याउन सकियो भने देशकै ल्याउन पनि सक्यो। हजुरले भने जस्तै ज्ञानेन्द्र मल्लहरूलाई पनि ल्याउन सकिन्छ, शक्ति गौचनलाई स्पिन कोच राख्न पनि सकिन्छ, त्यसरी शरद भेषकरहरूलाई पनि ब्याटिङ कोचहरू, जितेन्द्र मुखिया फास्ट बलिङ कोचहरू आउन सकिन्छ। नभए यहाँबाट पर्याप्त हुन्छ जस्तो लागेन भने विदेशमा पनि धेरै छन् अप्सनहरू। अब अप्सनहरू छ, ब्राभोहरू भयो, अब मालिङ्गाहरू भयो, यिनीहरूलाई एफोर्ड गर्न गाह्रो होला, तर यस्तै सानो सानो लेभलको पनि ठिकै खालको पनि ल्याउन सकिन्छ। त्यो कारणले गर्दा एक्सपर्टहरू ल्यायो भने चाहिँ केही इम्प्रुभ हुन्छ, जसले गर्दा ब्याटिङ अझै पनि कमजोर देखिरहेको छ, बेला बेलामा धराइसही भइरहेको हुन्छ। नेपालको बलिङ सधैँ हाम्रो कडा नै हुन्छ, खतरा नै हो, हाम्रो मजबुत पक्ष भनेको नै बलिङ हो। ब्याटिङमा अझै पनि कमजोरी छ, त्यसै कारणले गर्दा ब्याटिङ कोच, बलिङ कोच, फिटनेस कोच अनि फिल्डिङ कोच यति चाहिँ भयो भने नेपाल क्रिकेट टिमलाई एकदम देशकै ल्याउन नसके, बाहिरबाट नसक्ने 1-2 महिनालाई क्याम्पलाई बोलाएर यो पोलार्डहरू, यो आन्द्रे रसलहरूलाई ब्याटिङ सिकाउन बोलाएर एप्रोच गर्न सक्यो भने आउँछन् जस्तो लाग्छ के? आउँछन् होला सायद, उनीहरू फ्री भएको टाइममा एप्रोच गरिराख्यो भने आउँछन्। किनकि नेपालमा अब क्रिकेटको विकास उदाउँदो, नेपालमा विश्वमा अहिले फैलिरहेको छ नेपालको क्रिकेट बारेमा। धेरै लेजेन्डहरूले पनि कुरा गरेको, एउटा उदाउँदो क्रिकेट नेसन भनेर। जसरी अफगानिस्तानले हामीसँगै खेलेको थियो, हामीले हराएका पनि थियौँ हाम्रो ग्रुप स्टेजमा हुँदा। 2014मा वर्ल्ड कपमा, T20 वर्ल्ड कपमा हामीले हराएको टिम, त्यो बेलामा हामीले लगातार हराइरहेको, हामीसँग खेलिरहेको, हाम्रै सँगैको एसोसिएसन नेसन अहिले कुन लेभलमा पुगिसक्यो। त्यसरी नै अब हाम्रो देशलाई पनि त्यही नजरले हेर्न थालिसकेको छ विश्वका धेरै खेलाडीहरूले, र उनीहरूले इच्छुक पनि छन् कि नेपालमा आएर म कोचिङ गर्न पाए हुन्थ्यो, मैले आफ्नो नलेजहरू सेयर गर्न पाए हुन्थ्यो। नेपाली क्रिकेट अस्ति आउनुभयो अनि त्यसपछि त्यसरी आइरहनु भएको छ। अनि त्यो हिसाबले गर्दाखेरि चाहिँ जोन्टी रोड्स आउनुभयो, जोन्टी रोड्स फिल्डिङ कोचहरू राख्न सकिन्छ। उहाँ फ्री हुनुहुन्छ अहिले, कुनै टिमसँग नि आबद्ध हुनुहुन्न, आइपिएलहरूमा आबद्ध हुनुहुन्छ। त्यस पछाडि आइपिएल सके पश्चात उहाँ फ्री हुनुहुन्छ, त्यसपछि नेपाल टिममा ल्याउन सकिन्छ फिल्डिङ कोचको रूपमा, त्यसरी ल्याउन सकिन्छ। त्यसरी एप्रोच गरिराख्यो भने आउनुहुन्छ होला सायद, मेरो विचारमा कुरा गर्न सकिन्छ। त्यो ल्याउनु पर्छ, जरुरी पनि छ नेपाल क्रिकेटलाई। किनकि जब जति माथि जाँदै गइन्छ टिमहरू, त्यति चुनौतीहरू पनि बढ्छ। अवसरसँगै अपर्च्युनिटी सँगसँगै हामीलाई थ्रेट्सहरू, चुनौतीहरू पनि आउँदै जान्छ। त्यो कारणले गर्दाखेरि चाहिँ चुनौतीहरू आएको कारणले गर्दाखेरि अब त्यसलाई ट्याकल गर्नको निम्ति हामीले ल्याउनु पर्छ। यदि हामी माथिल्लो लेभलसम्म खेल्नु छ, अफगानिस्तान जस्तो लेभलमा खेल्नु छ, अहिले वर्ल्ड कपको सेमिफाइनलसम्म पुग्छ अफगानिस्तान, कुनै दिन ट्रफी नै जित्छ वर्ल्ड कप नै भन्न सकिँदैन, त्यति राइज गरिरहेको छ। अस्ट्रेलिया जस्तो क्रिकेटको पावर हाउसलाई हराइरहेको छ, नेपालले पनि एक दिन हराउने छ, त्यो सपना छ। त्यसको लागि हामीले हरेक कुरा ग्रासरुटदेखि लिएर कोचिङ स्टाफदेखि लिएर हरेक कुराहरू जोड्न जरुरी छ, यो आवश्यक कुरा हो। जस्तै होइन तपाईँले क्याम्पमा सेयर गरेको प्लेयरहरू अहिले को हुनुहुन्छ? एकचोटि नेसनलमा एकचोटि कोसँग रुम सेयर गर्नुभयो, कोसँग
टिम सेयर गर्नुभयो भन्न मिल्छ? भन्न त मिल्छ। जस्तै ईशान पाण्डेहरू भए, बागमती प्रदेशबाट खेलिरहेको, अहिले उता नेसनल टिममा नि अस्ति नै पर्नु भएको थियो, नेसनल टिममा ओपनर पनि हुनुहुन्थ्यो। अनि त्यसपछि नेसनल टिममा त्यो बेला पारस खड्का क्याप्टेन हुन्थ्यो। टिम डेभिड त्यो बेलामा टिम डेभिडले सिङ्गापुरको क्याप्टेन गरिरहनु भएको थियो, अहिले अस्ट्रेलियाबाट बेङ्गलोरमा खेलिरहनु भएको छ नि। त्यो बेला पारस खड्काले सेन्चुरी हानेर चेस गर्न, त्यो बेला ईशान पाण्डे त्यो सिरिजमा नि पर्नु भएको थियो। डक्टर पनि हुनुहुन्छ उहाँको पेसाले, ईशान पाण्डे भयो, अनि शेर मल्लहरू भयो, यस्ता प्लेयरहरू चाहिँ सेयर गरेको हो मैले। अनि त्यसपछि अहिले अन्डर 19मा परेको खेलाडीहरू पनि छन् मैले खेल्दाखेरिकोमा। अब सानो भाइहरू त्यो बेला खेल्दै थिए, अहिले अन्डर 19 नेसनल टिममा दयानन्द मण्डलहरू भयो, युवराज खत्रीहरू, अहिले लेग स्पिनर, अस्ति चर्चामा घाइते भएको थियो नि युवराज खत्री, त्यो बेलामा त्यो भाइहरू नि मैले खेल्दाखेरि खेलिरहनु हुन्थ्यो एकाडेमीहरूमा यताउता। त्यो भाइहरू नि अहिले अन्डर 19 नेसनल टिमहरूमा हुनुहुन्छ। अब फेरि सेयर गर्न मन छ स्टेज, लाइक क्रिकेटिङ स्टेजमै आएर होइन, उहाँहरूसँगै फेरि आउन मन छ कि छैन हजुरलाई? भित्र त आउन त एकदमै मन हुन्छ जहिले पनि होइन, यो आगो मरेकै छैन कहिले पनि, भित्रभित्रै बलि नै रहेको छ, क्रिकेटप्रति केही गर्न पाए हुन्थ्यो भन्ने। तर विभिन्न कारणहरूले गर्दा अब पछि परिएको छ। अब सायद उमेर पनि भयो होला, अब गाह्रै छ फर्किनलाई, तर माया चाहिँ छ क्रिकेटप्रतिको अझै पनि, सदैव रहिरहनेछ। फ्युचरमा जस्तै कि अब एज अ प्लेयर खेल्न पाउनु भयो भने तपाईँले, तपाईँको सपना एउटा अधुरो टाइपकै भयो नि त त्यो त होइन, तर यसलाई चाहिँ म अर्को ढङ्गले पुरा गर्छु। जस्तै फ्युचरमा मेरो गाउँ ठाउँबाट अहिले शक्ति गौतमले गरे जस्तै म मेरो धादिङबाट चाहिँ क्रिकेटलाई माथि ल्याउँछु भन्ने सपना छ होला नि तपाईँको? छैन त्यस्तो फ्युचरमा केही? त्यस्तो मनमा त लागेको छ, अब भविष्यमा हेर्नुपर्छ त्यो कतिसम्म साकार हुन्छ भनेर। धादिङमा चाहिँ तपाईँको के भन्नुहुन्छ भने फुटबलको क्रेजहरू, भलिबलहरूको क्रेजहरू बढी छ, तर क्रिकेटको क्रेज एकदमै कम छ धादिङमा। भर्खरै क्रिकेट सङ्घ पनि बनेको छ, धादिङ क्रिकेट सङ्घ क्यानसँगै आबद्ध भएर होइन। पहिला थिएन, पहिला म सानो हुँदा 10-12 वर्षको 15 वर्षको हुँदासम्म पनि त्यस्तो थिएन। भर्खरै 2-3 वर्ष 3-4 वर्ष भयो क्रिकेट सङ्घ बनेको छ बिस्तारै। अब धादिङमा नि धादिङ प्रिमियर लिगहरू पनि भयो, अनि त्यस्तो लिगहरू पनि भइरहेको छ, त्यहाँबाट खेलाडीहरू पनि बिस्तारै आउँछन् होला। धादिङबाट अहिलेसम्म धादिङले एउटा नेसनल प्लेयर दिन सकेको छैन, एउटा दुःखद कुरा छ त्यो, तर आउँछ बिस्तारै भविष्यमा। धादिङबाट पनि राम्रो खेलाडीहरू हुनुहुन्छ, देखेको थिएँ धादिङ प्रिमियर लिग हेर्दाखेरि। अब त्योबाट धादिङबाट नि आउनुहुन्छ देशको लागि प्रतिनिधित्व गर्ने खेलाडीहरू जन्माउँछ धादिङले भन्ने पनि आशा छ, किनकि जन्मभूमि हो, माया छ। तपाईँलाई एनपिएल, अहिलेको एनपिएल जुन फर्स्ट सिजन सक्सेसफुल भयो नि, ग्रान्ड सक्सेसफुल भयो नि, एकदम यस्तै हुँदै जाने हो भने एनपिएलले फ्युचरमा आइपिएललाई टप्छ होला? आइपिएललाई नै त नटप्ला, किनकि वर्ल्डको हाइएस्ट लिग हो एकदम। अब क्रिकेट बोर्ड नै एकदम रिचेस्ट छ एकदम। अब बिसिसिआई अब उसकै अन्डरमा चलिरहेको छ सबै, उहाँको स्पोन्सरसिपहरूदेखि लिएर हेर्ने हो भने इन्भेस्टमेन्टदेखि लिएर टिभी हाउसेसहरू, मिडिया ग्रुपहरूदेखि लिएर हरेक इन्भेस्टमेन्टहरूदेखि लिएर खेलाडीहरूको त्यो लेभलहरूदेखि लिएर त्यो किसिमको क्रेजहरूदेखि लिएर उहाँको पपुलेसन जुन हेर्ने पपुलेसन छ त्यो सबैलाई म्याच गर्न त नेपालको पपुलेसनले हरेक उहरूले नगर्ला, रिसोर्सेसले नभ्याउला। तर जे भए पनि अहिले एकै सिजनमा 3rd पोजिसनमा वर्ल्डको लिगको त्यो ब्रान्ड बनेको छ भनेपछि अब आगामी 4-5 वर्षभित्रमा सेकेन्डमा आउँछ। सेकेन्डमा अहिले बिबिएल छ, बिग ब्यास लिग छ, र त्यसलाई पनि टपेर अगाडि आउँछ। हामीले पाकिस्तान सुपर लिग, श्रीलङ्का प्रिमियर लिगहरू भयो, बङ्गलादेश प्रिमियर लिगहरू भयो, अनि युएको लिगहरूदेखि लिएर अफगानिस्तान प्रिमियर लिगहरूदेखि लिएर यस्तो क्यानेडियन प्रिमियर लिगहरूलाई सबलाई जितेर अगाडि तेस्रो नम्बर आइसकेको छ एकै सिजनमा भनेपछि एउटा ठुलो गर्वको कुरा हो। त्यसैले यो कामलाई सराहनीय गर्नुपर्छ, प्रशंसा गर्ने लायक काम छ यो। र आगामी आउने दिनहरूमा एनपिएल ठुलो एउटा बिगेस्ट ब्रान्ड बन्नेछ वर्ल्डको क्रिकेट क्षेत्रमा, क्रिकेट जगतमा, र ठुला हस्तीहरू पनि आएर नेपाली क्रिकेटमा, नेपाली भूमिमा आएर, नेपाली माटोमा आएर छक्का चौका हान्नेछन्, विकेट उडाउनेछन्। अनि नेपाली फ्यानहरूले पनि ठुला आफूले देखेका आइडलहरूलाई, आफूले टिभीमा देखिरहेका आइपिएलमा खेलेका खेलाडी, वर्ल्ड कप खेलेका खेलाडीहरूलाई आफ्नै आँखा अगाडि देख्न पाउनेछन्, एनपिएलमा आफ्नै टिमबाट खेलेको देख्न पाउनेछ। यो सपना पुरा हुनेछ भन्ने पनि मलाई विश्वास छ, किनकि राम्रो व्यक्तिहरू हुनुहुन्छ क्यानमा, त्यो कारणले गर्दा पनि यो सम्भव छ। एनपिएलको सफल अन्त्य पनि भएको छ, सबैजना खुसी नै छन्, सबै प्लेयरहरूले स्यालेरी पनि पाएका छन्, सबै फ्रेन्चाइजहरू खुसी पनि छन्, पहिलोचोटिमा सबै उत्साहित पनि छन्। आगामी दिनहरूमा पारस खड्काले पनि भन्नुभएको छ, आगामी दिनहरूमा हामीले अझै यसलाई व्यवस्थित ढङ्गले अगाडि लिएर अहिले प्याराफिटहरू पनि बन्दैछ, वैशाख 24 गतेभित्रमा बनी भ्याउँछ त्यो ठेकदार कम्पनीले भनेको पनि छ, र धमाधम रात दिन नभनी काम गरिरहेको छ। त्यो कारणले गर्दा अब बिस्तारै अब एक्स्ट्रा ग्लोबल क्रिकेटहरू पनि
पनि बनिरहेछ अनि मुलपानीलाई बनाउन सकिन्छ बिस्तारै बिस्तारै के अरे एउटा मात्र ग्राउन्डमा सीमित नभएर एनपिएल सातवटै आठवटै टिमहरूलाई चाहिँ हरेक प्रदेशमा स्टेडियम जस्तो चितवनमा छ गौतम बुद्ध अनि धनगढीमा छ फाप्ला स्टेडियम पोखराको छ यता पोखरा स्टेडियम मुलपानीलाई टियुलाई एक्स्ट्रा गोबललाई कर्णालीमा एउटा त्यसरी सुदूरपश्चिममा एउटा त्यो धनगढीको भइहाल्यो त्यसरी अनि कोशीमा एउटा कोशीको भइहाल्यो त्यसरी विराटनगरको त्यसरी गरेर वीरगञ्जतिर एउटा हुन्छ मध्य प्रदेशको लागि जनकपुरतिर कि त त्यसरी गर्न सकिन्छ त्यसरी गरेर आइपिएल जस्तै होम एन्ड अवेको त्यसरी डबल राउन्ड रोबिन लिगहरू खेलाएर मजाले गर्न सकियो भने फाइदा हुन्छ धेरै राम्रो हुन्छ ब्रान्ड बन्ने आइपिएल सँग नै ट्याली गर्नलाई चाहिँ आई डोन्ट नो है अब किन भन्दा यसले आई डोन्ट नो मलाई नै कन्ट्रोभर्सियल नै हुनसक्छ किन भन्दा मैले चाहिँ नेपाललाई नराम्रो तर होइन होइन किन भन्दा ओभरअल हामीले सुन्दाखेरि गर्व लाग्छ आइपिएललाई टप्यो भन्दा अथवा ओभरअल तर टेक्निकल्ली चाहिँ यो धेरै नै डिफिकल्ट कुरा हो जस्तो तपाईँले भन्नुभएको छ होइन हामीसँग रिसोर्सेस छैन मैदान छैन किन भन्दा आइपिएलमा होम एन्ड अवेको सिस्टम छ अभियसली त्यो नेपालमा गर्नै सक्दैन जम्मा 2टा स्टेडियम छ त्यो पनि एउटा युज भएको छ होइन प्रपरली होइन अब त्यो बाहेक पनि अनि ओभरअल बजेटिङको कुरा आउँछ किन भन्दा नेपाल भनेको त बिसिसिआईको र अनि के अरे इन्टरनेसनल क्रिकेट एसोसिएसन हो नि त आइसिसी इन्टरनेसनल क्रिकेट काउन्सिल हो आइसिसी र बिसिसिआईको चाहिँ नि फन्डिङमा चलेको छ ओभरअल भन्नुपर्दा नेसनल लेभलबाट त स्पोर्टमा त बजेटै छैन त्यसमा चलेको लिग भएर त्यसलाई आइपिएलसँग टक्कर दिने एज अ क्वालिटी वी क्यान डेलिभर तर एज अ क्वान्टिटी चाहिँ इट्स भेरी मच हार्ड क्या मलाई चाहिँ एकदम गाह्रो नै लाग्छ टेक्निकल्ली चाहिँ एकदम नै डिफिकल्ट छ किन भन्दा ओभरअल सबै कुरा म्याच भयो भने पनि हामीले अडियन्समा चाहिँ गाह्रै पर्छ गाह्रो पर्छ जस्तो लाग्छ एकदमै सही भन्नु टेक्निकल्ली चाहिँ जस्तै मैले एनपिएलमा शिखर धवन आउनुभयो एक म्याचको कति 40 लाख समथिङ कति दिनुभयो नि मैले एउटा साथीलाई भनेको थिएँ हाम्रो डाइरेक्टर साहब हो मैले भनेको थिएँ एनपिएलमा शिखर धवन आउँदैछ 1 करोड 4 म्याच खेलेर 1 करोड 60-70 लाख कति लान्छ भने मैले भने उहाँले मलाई जङ्गी त के भन्नुभयो भने के अरे किन ल्याउनु पर्यो खर्च गरेर आफ्नै प्लेयरलाई त्यो पैसा खर्च गरेर आफ्नै प्लेयरलाई खुवाउनु गर्नु बनाउनु भन्दा नि त्यो हिसाबले हेर्दा र सोच्दा भन्दा पनि त्यो शिखर धवन आएर हाम्रो एनपिएल फर्स्ट सिजनमै शिखर धवन आएर होइन हाम्रो इन्डियामा होइन अलिकति क्रेज बढ्यो नि त अरू केही नभने शिखर धवनलाई मन पराउने इन्डियामा 40 लाख मान्छे रहेछन् भने हाम्रो एनपिएल त 40 लाखले हेरिदियो नि त हो कि होइन उनीहरूलाई राम्रो लाने उनीहरूले एउटा पोस्ट मात्रै हालिदियो भने पनि ऊ एनपिएल ठिक रहेछ बिस्तारै फैलिँदै गयो ब्रान्डिङ क्रेज बढ्दै गयो ब्रान्डिङ बढ्दै जाने त्यसरी होइन र रिटायर्ड क्रिकेटरलाई भनौँ न शिखर धवन रिटायर भयो शिखर धवनलाई फेरि हेर्न चाहने अडियन्स सबैले एनपिएल हेरिदिए कि त्यति बेला त त्यो भएर शिखर धवन भनेको त त्यो पैसामा दाज्न मिल्ने मान्छे नै शिखर धवनलाई चाहिँ हजुरले 1 करोड 60 लाख दिनुभयो त्यो 1 करोड 60 लाख चाहिँ एउटा खेलाडीलाई मात्रै लिनको लागि तिरेको पैसा होइन त्यो 1 करोड 60 लाख भनेको चाहिँ पुरै एनपिएललाई ब्रान्डिङ गर्नको लागि तिरेको पैसा पनि भनेर हामीले सम्झिनुपर्छ शिखर धवनको अहिले इन्भेस्टमेन्ट लेगेसीलाई पनि तिरेको भनेर सम्झिनुपर्छ अर्को सिजनमा क्रिस गेलले इन्ट्रेस्टेड देखायो भने ओके न जति बुढो भयो नि उनलाई ल्याएर उनले खेल्न नसके पनि ब्याकग्राउन्डबाट यतिकै हाइहाल्दै गर्थ्यो भने क्रिस गेललाई तपाईँ पिचमा हेर्न चाहनुहुन्छ म पिचमा हेर्न चाहन्छु क्या त्यो छक्का चौका हानेको त्यसको ब्रान्डिङै छुट्टै हुन्छ क्या वर्ल्ड वाइडमा छुट्टै हुन्छ क्या क्रिस गेल एबिडीहरूलाई हो कि भन्नु न त्यही भएर क्रिकेटरलाई एज अ पैसासँग दाज्न चाहिँ अलि पैसासँग दाज्न मिल्दैन उसको लेगेसी जन्मिएदेखिको खेलेको क्रिकेट भनौँ न आज पोजिसनमा पुगेकोलाई जस्तै अहिले 5 वर्ष अगाडिको रोहित पौडेल एक क्लासमा थिएन होला नि त उसलाई कम पैसा तिर्नु थिएन अहिलेको रोहित पौडेललाई तिर्ने पैसा भनेको त उसको 5 वर्षको लेगेसीलाई तिर्यायो करियरलाई तिर्यायो नि त हामीले क्रिकेटलाई गरेको योगदानलाई सम्मान गरे हो नि त हामीले त्यसरी हेर्नुपर्छ न कि यति भ्यालु भयो यो मोनिटरी भ्यालु हाई भयो भनेर हेर्न त्यो पैसा होइन कि त्यो सम्मान लागि सम्मान हो शिखर धवन एकदमै लेजेन्ड खेलाडी ओपनर इन्डियाको लेजेन्ड ओपनर हुनुहुन्छ धेरै हजार रनहरू बनाइसक्नु भएको छ इन्डियन क्रिकेट टिमको लागि एउटा लेजेन्ड प्लेयर त्यस्तो प्लेयरहरू नेपाली भूमिमा आएर नेपाली टिमको लागि कर्णाली एक्सबाट प्रतिनिधित्व गरिराख्दा एउटा नेपाली पुरै जनतालाई नै नेपाली क्रिकेट फ्यानलाई नै एउटा गर्वको विषय हो एउटा नेपाली क्रिकेटको लागि एउटा लगानी नै हो त्यो एउटा गएको थिएँ अवश्य पनि तपाईँले त मिम नेपालबाट के भिआइपी टिकट सिकट नै जित्यो पोस्ट देखाएको थिएँ मैले विकास अधिकारी भनेर फोटोसोटो हाल्थेँ गएको थिएँ काठमाडौँ गोर्खाको म्याचहरू पनि हेर्न गएको थिएँ त्यहाँबाट पनि ट्रोल क्रिकेट नेपालहरूबाट पनि ट्रोल क्रिकेटबाट नि आएको थियो होइन मैले देखाएको थिएँ पोस्टहरू विश्व क्रिकेटको इतिहासमा भनेको शिखर धवन अनि हाम्रो ब्रायन लारा होइन क्रिस गेलहरू क्रिस गेल एबी डिविलियर्स विराट कोहली अनि यिनीहरूले चाहिँ पाना लेखे हो क्या
भनौँ न अरू प्लेयरहरू सर्टेन प्लेयरहरू शब्दमा छन् बनाउँदैछन् भने उनीहरूको चाहिँ पाना भन्छ क्या विश्व क्रिकेटको इतिहास त्यतिसम्मका लेजेन्डरी हुन् क्या उहाँ जस्तो प्लेयरहरूलाई हामीले ल्याएर खेलाउनु पाउनु त्यसलाई पैसामा दाद्नै सकिँदैन त्यो भ्यालु नै हुँदैन अनि अब ब्रायन लारा ल्याइदियो कस्तो रमाइलो भयो होइन धेरै मान्छेले देख्नु पायो अब ऊ ब्रायन लाराले ही वाज ह्याप्पी क्या कस्तो सेटिस्फाइड भयो क्या ब्रायन लारा हेर्नु ब्रायन लारा हेर्नु उहाँहरूको सोसल मिडिया इङ्गेजमेन्ट हेर्नु है अनि नेपालमा आएको रेस्पोन्स हेर्नु नेपालप्रतिको माया हेर्नु कति ह्याप्पी क्या उनीहरू त क्राउडमा वेभ गरेर शिखर धवनको फर्स्ट डे त्यो वेभ हेर्नु त ओपनिङमा त्यो यति ह्याप्पी एक त प्लेयर ह्याप्पी प्लस हामी त अब त्यो क्राउडहरु यसै ह्याप्पी यसै एक्साइटेड भइहालिन्छ त्यस्तो प्लेयरहरुलाई टिभीमा मात्र देखेको प्लेयरलाई सिधा आँखाले हेर्न पाउँदा ब्रायन लारा त हामीले खेल्दा देखेनौ तपाईले देख्नु भयो होला मैले त देखिन ब्रायन लाराको छोरीले भन्दै नेपालमा छोरी नै आथे नि त क्रेज दिएपछि भन्थे रे के तपाईँ यस्तो फेमस हुनुहुन्छ मलाई त लाथेन भनेर सोध्थे रे के छोरीसँग अभियसली एकदम लेजेन्ड खेलाडी ब्रायन लारा ल अब इन्ड गरौँ दाइ है हुन्छ हैन तपाईँ जस्तो मान्छेहरूलाई चाहिँ हैन मेरो चाहिँ लाइक अब आज हामीले जति तपाईँसँग कुरा गऱ्यौँ होइन तपाईँ जस्तो तितो अनुभव चाहिँ कसैको पनि नहोस् है भन्न चाहन्छु एक हिसाबले तितो अनुभव भन्दै गर्दा कुन सन्दर्भमा भन्न चाहन्छु भन्दा जस्तै यस्तो प्यासनेट मान्छे होइन क्रिकेटिङ अहिले पनि क्रिकेटलाई तपाईँले आफ्नो करियर सँगै क्रिकेट हेर्ने होइन क्रिकेटलाई दिनुपर्ने योगदान जस्तै इच एन्ड एभ्री अपडेटहरू तपाईँसँग छ होइन त्यो गर्दा यति इन्थुजियास्ट मान्छे टिममै हुनपर्ने खालको मान्छे टिमबाट बाहिर हुँदाको तितो अनुभव भन्न चाहेको हो मैले होइन यस्तो सिचुएसन चाहिँ अब चाहिँ क्रिकेटमा आउन हुँदैन नआओस् र म चाहिँ के भन्न चाहन्छु भने तपाईँ चाहिँ क्रिकेटमै हुनुपर्छ एज अ कन्सल्टेन्ट हुनुहोस् होइन अथवा एज अ किन भन्दा मान्छेले के भन्छ भने क्रिकेट खेलेको मात्रै कोच होइन क्या क्रिकेट जानेको मान्छे पनि कोच हुने भनेको बढी जानिन्छ नि होइन त्यो उदाहरण त्यही भएर फरक फिल्डबाट क्रिकेटमै योगदान दिएको हेर्न पाऊँ भन्दै आजको एकजना धन्यवाद सपोर्ट गरिदिनु भयो एकदम धन्यवाद दाइ हजुरहरूलाई धेरै धेरै धन्यवाद पोडकास्टमा स्वागत गरिदिनु ओके दाइ ल